वाट्सअप के छ तपाईँहरूको हालखबर? सो हाम्रो चाहिँ नयाँ दिन सुरु भइसकेको छ अनि एज यु क्यान सी मैले चाहिँ कोल्ड स्टार्ट गरेर राखिरहेको छु। हिजोको पानीले हेर्नु न यस्तो भएको छ। सो आज चाहिँ यसको पुरा वास गर्नुपर्ने हुन्छ होइन, मजाले क्लिन गर्नुपर्ने हुन्छ अनि एक दुईवटा चेक गर्नुपर्ने हुन्छ। अहिले चाहिँ म साथीको घर तल छु, सुनिलको घर तल, अनि ऊ आउँदैछ, आज पनि काम छ उसको। सो त्यही भएर हामी चाहिँ फर्स्टमा अनामनगर जाँदैछु अनि त्यसपछि मिन भवन जाँदैछु। पहिला अनामनगरमा काम सकाएर अनि त्यहाँबाट अझै कोरियर सोरियर के कता कता के काम छ होला अनि त्यसपछि चाहिँ जान्छौँ हामी वास गर्न है त। सो स्टे ट्युन गाइज। ल मैले चाहिँ साथीलाई पिकअप गरिसकेको छु होइन, अब यहाँबाट निस्किन्छौँ हामी चाहिँ। अनि फर्स्टमा उसको अनामनगरमा काम छ अनि त्यहाँको काम सकाउँछौँ अनि त्यसपछि यसको आज पुरा क्लिन गर्नुपर्ने हुन्छ। कहाँ हो त हेरेर है, बल्ल तल त्यहाँबाट निस्क्यो यार, क्यामेरा अनै गर्नु बिर्सिरहेको रहेछ क्या। गर्मी महिना यस्तो सुरु भइसक्यो है, क्या घाम छ यार, अति नै गर्मी छ है, गर्मी चाहिँ वाइल्ड गर्मी छ। तर गर्मी भयो भन्नेमा बाहिर निस्केर भिडियो बनाएर तपाईँहरूलाई रेकर्ड गरेर भिडियो बनाएर तपाईँहरूलाई देखाउन चाहिँ छोड्नु हुँदैन क्या। त्यही नै हो सबभन्दा मोटो लाइफको होइन अहिलेसम्मको लागि चाहिँ। के थाहा, हुनुहोस् भोलि पर्सि के छ। सो त्यसको लागि चाहिँ तपाईँहरूले सपोर्ट गर्नुपर्ने हुन्छ है। सिरियस टोन निस्केन मेरो भर्खरै, त्यसको लागि चाहिँ तपाईँहरूले त्यसको लागि चाहिँ तपाईँहरूले सपोर्ट गर्नुपर्ने हुन्छ है। जाम क्या, जहाँ गयो भने जाम भने यस्तो गर्मी बेलामा त जाम भयो भने त झन् बोर हुन्छ क्या, अति नै पछाडि मेरो ढाड अति नै सेकिरहेछ क्या, वाइल्ड सोचेको भन्दा पनि धेरै। एकछिन बस्यो भने त लास्ट गर्मी छ भने वाइल्ड गर्मी छ, बिस्तारै जान्छु म त। ऊ त्यहाँ रातो बत्ती बलिरहेछ, कतिखेर पालाउने हो, बरु कुदाउँदाखेरि त्यस्तो फिल हुँदैन भने क्या आउनु लागिसक्यो। नाइ ग्रिन हो, छिटो खै त ल यहीँ आइसक्यो, छिटो भनेको त म छिटो भन्दा यहीँ आइसक्यो। आमा त्यहाँ जलेर ऊ त्यस्तो भइरहेको रहेछ यार, मैले त राम्रोसँग हेरेकै थिएन। सडक विभाग रहेछ नि त यो यातायात विभाग, यातायात व्यवस्था विभाग। यहाँ शीतल नराखौँ है। यहाँ कुरेर बसेको नि टन्न भइसक्यो, बल्ल टाइम आयो। मेरो साथी चाहिँ त्यहाँ लिन गइसक्यो होइन, एउटा निस्किनुपर्छ अब चाहिँ, यहाँबाट निस्किने बेला भयो। अन्त ल हामीले चाहिँ लाइसेन्स लिइसकेको छु होइन, हेर्न सक्नुहुन्छ। तर यो नयाँ आएको जस्तो छ, लास्टै पातलो क्या कार्ड पनि, अनि प्रिन्टहरू पनि, प्रिन्ट चाहिँ अलिक क्लियर देख्दो रहेछ। ल यहाँबाट निस्किन्छौँ अनि हामी उता भेटौँ ल है। आइसक्यो यही हो है। ल हामी चाहिँ यताबाट गएर धन्न खोइ छैन रहेछ, बस हानिदिउँ ल। आज प्याक छ त्यही भएर हो, अरू कोही छैन। हो भोलि आउनु पर्ला, त्यो पनि आज पानी पर्ला जस्तो पनि भइरहेछ। फेरि पानी पर्छ कि पर्दैन? ल ल ल ब्रदर ल है, पछि आउँछु नि ल। वाइल्ड प्याक कोटिङको काम भइरहेछ अरे, वाइल्ड प्याक। जाउँ अब निस्किने, जाउँ अब जहाँ भयो भने यसो खाजा खाने होइन, खाजा खाने के खाजा खाने भन्न त, के गर्ने के भन्छ सेको खाने। ल फेरि यो त्यस्तो खानै मिल्दैन घाँटी, म एक्लै त के खाने हो र। ल के खाने भन त त्यसमा त चिल्लो हुन्छ नि त। नि अब खाजा साजा खान जान्छु, खै यो लुगासुगा किन्न जाने भन्छ, के लुगा किन्ने, लिनु त मेरो पनि लिनुपर्ने छ। यसलाई मैले नि वास गरिदिनु पर्छ जस्तो छ है। अनि यस्तो पानी पनि पर्ला जस्तो छ, अब यो भन्नै सकिँदैन क्या यो मौसममा। घाम टिल्लो लाग्छ है, फेरि एकछिनमा उति हुन्छ। सो अब एकछिन खाजा साजा खाइदिउँ, सेकुवा खाइदिउँ न त ल। यहाँ आएको बेलामा सेकुवा खाएर गइदिउँ ल।
यहाँ बाहिर बसेँ ल हामी चाहिँ यहाँ बस्थ्यौँ है त क्या पैसा बस्दिरह क्या छन आज त्यहाँ गएर प्रिमियम बस हाल्नु पऱ्यो भनेर भनिरहेको थिएँ पुरा बिजी पुरा प्याक रहेछ भलै होइन अनि त्यहाँ कुदिराख्ने कुरा त भएन खाजा केही खाएको छैन साथीले पनि खाएको छैन मैले पनि खाएको छैन सो त्यो भएर हामी चाहिँ खाजा खानलाई आइसकेको छौँ आजको भिडियो त्यस्तै त्यस्तै नै हुन्छ समटाइम्स कहिले काहीँ हुन्छ होइन त्यस्तो सो नेभर माइन्ड एकजना दिदी क्या मानिसहरू छ भन्दै भेट्न जानुपर्ने होइन कल गाड्नु भन्ने चाहिँ त्यसो हाल्दै भन्दै ल अब चाहिँ खाजा खाने अनि त्यसपछि यहाँबाट चल्दै त्यही नै हो है त आजको भिडियो के भयो चाहिँ थाहा छैन यस्तो खतरा देखाउँछु भनेर बसिरहेको थिएँ वाच गरेको यस्तो सिनेमेटिक बनाउँछु भनेर सोचिरहेको थिएँ खाजा खाऊँ त लिनु त अब यसको साथीको चाहिँ घाँटीमा प्रब्लम छ त्यही पनि मैले अलिअलि फोर्स गरेर लि त भनिरहेको छु ल बस्यो होला यार अझै यहाँ 1.5 घन्टा जति 1.5-2 घन्टा बस्यो होला है मजाले गफ गरेर अब चाहिँ यहाँबाट निस्किनु पर्ने हुन्छ किसी सबैले अब यहाँबाट आज त खै भिडियो के भयो अब यहाँबाट उसको 1-2वटा प्यान्ट लिनुपर्ने छ भन्दै थियो सो हामी यताबाट लोकल बजारतिर जान्छौँ ल हामी असनतिर जान्छौँ होला असनमा होइन खै असनै हो असन 30तिर कम्प्लिट त गर्नु पऱ्यो नि त अब चाहिँ हामी यहाँबाट लाग्छौँ खाजा खाइयो है अब कहिलेकाहीँ चाहिँ त्यस्तै हुन्छ होइन भिडियो सो त्यही पनि हेरेर सपोर्ट गरिदिनु होला होइन यहाँ शीतल रहेछ हौ त्यहाँ त कस्तो घाम लागिरहेको थियो छैन रहेछ यस्तो साथी छ कि भनेर यस्तो हेरेको आन्टी मात्रै हुनुहुँदो रहेछ उयो दाइकोमा हेर त एकदम कटन पाइन्छ ब्ल्याकमा छ है ब्ल्याकमा छ अलिअलि तलमाथि हुन्छ कम्पनी अनुसार हुन्छ कि यो लेख्ने 3X ल्याएछ यहाँ यो लार्ज दिन्छ अब चाहिँ यो लिन्छु अलिकति प्राइस मिलाउने अनि त्यसपछि यहाँबाट निस्किने ल हामी तपाईले चार्ज गर्नका लागि हरेक दिन यसलाई प्लग इन र आउट गर्नु पर्दैन चार्जिङ पोर्टलाई क्षति पुर्याउन पनि सजिलो हुन्छ मर्मत गर्दा 100 रुपैयाँ खर्च हुन्छ यो त मिडियम मात्र होला कि यो राख्ने बित्तिकै चार्ज हुन्छ मैले त भाँचेर त्यही अडेको होला सोचिरहेको सो हामी चाहिँ त्यहाँबाट निस्किसक्यौँ होइन यो कहाँनिर अफ भयो थाहा छैन है अनि त्यही नै हो अब असनतिर चाहिँ अब कपडा पसलहरू टन्नै छ नि त अनि एउटै पसलको सामान अर्को पसलमा पनि सेम देखिन्छ अनि त्यो दाइकोमा चाहिँ अब मैले पहिला कलेज पढ्दाखेरिदेखि लिन्थेँ क्या त्यतिखेर जिन्सहरू चाहिँदाखेरि चाहिँ ल हामी चाहिँ बस्नपुर पुगिसक्यो अघि न मैले बाटोमा के भन्दै आइरहेको थिएँ तर चार्जै सकिरहेको रहेछ क्या सो त्यो भएर हो खै कहाँ गयो मेरो साथी छ चेन्ज एक बस्नपुरको लुक्स हेर्नु अब यहाँ कफी खाइन्छ चट्ट बसेर अनि त्यसपछि चाहिँ निस्किनु पर्ने हुन्छ है हामी चाहिँ
हामी चाहिँ बस्नु पुरा बसेर मजाको कफी खाँदै बसिरहेको होइन जसले पनि लास्टसम्म भिडियो हेरिदिनु भएको छ धेरै धेरै धन्यवाद भन्दै यो भिडियोबाट बिदा माग्न चाहन्छु टिल नेक्स्ट भिडियो स्टे हेल्दी स्टे ट्युन स्टे सेफ किप लभिङ बाई बाई सी यु अन द नेक्स्ट भिडियो